फोटो खिच्दैन अस्ति मेरो 98,000 सोफरीमा हरायो हो र टेम्पोमा चढ्नुपर्छ नि झरेको थाहा पाउँछ मामाको 98,000 हरायो अरे अस्ति सफारीमा चढ्दा नि 6 गते 6 गते है ढिलै बनाइदिए साथीहरु हेलो नमस्ते सेवा से मुन्ना म यहाँ सन्चै छु तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला भन्दै आजको डेली भ्लगमा फेरि पनि म उपस्थित भइसकेको छु र आजको डेली भ्लगमा चाहिँ म माछाबाउरीबाट सुरु गरे साथीहरु र आजको मेरो ड्युटी बिहानको यहाँबाट सुरु भएको छ जहाँ ड्युटी छ त्यहाँदेखि भिडियो सुरु गरे साथीहरु र आज चाहिँ दिनभरिको मेरो के कस्तो खालको भिडियोहरु आउँछ सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला र यो चाहिँ माछाबाउरी म तपाईहरुलाई देखाइदिने छु है त अब भने भिडियो दिनभरिको के कस्तो आउँछ अन्तिमसम्म हेरेर नै साथ दिनु होला र त्यतिखेर तपाईहरुलाई पनि भिडियो हेरेर साथ दिनु होला भन्न चाहन्छु मैले साथीहरु यहाँबाट भिडियो स्टार्ट गरे है यतापट्टि जाने बाटो चाहिँ यो चाहिँ भान्चोकतिर जाने बाटो भइहाल्यो भान्चोकतिर जाने भान्चोक त्यो पिपलको बोर्ड देखेको ठाउँमा छ र यता चाहिँ सदन स्कुल बगरकोट जाने बाटो हो अनि यो तलतिरको चाहिँ पानमारा टेम्पो स्ट्यान्ड अनि यता माथि चाहिँ लाउरेहरू पनि ठिक्क आइपुगेछन् ल थोरै पैसा कमाउँदैन यो लाउरेहरूले देखाउँदा ठिक्क आयो ल केटाहरूले बल हुन्जेल चाहिँ यसरी दुःख गर्छन् अनि पछाडि नलाग्नेहरू चाहिँ अनि खाडीतिर डन्ठी जमाउनु खोज्छन् टिका भिडियो गर्दै गर्दा आइपुगे यो चाहिँ पहाडतिर जाने बाटो साथीहरु पहाडदेखि आउने बाटो जाने बाटो हैन आउने बाटो र यताबाट मैले भिडियो सुरु गरे साथीहरु हेर्दै गर्नु होला सपोर्ट गर्नु होला माया गरिदिनु होला भिडियोलाई हेरेर र तपाईहरुको पनि च्यानल छ भने मलाई सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला म पनि तपाईहरुलाई सब्स्क्राइब गरेर सपोर्ट गर्ने चाहिँ भिडियो हेरेर गर्नुपर्छ भिडियो हेरेर सपोर्ट बराबर गर्नुपर्छ है साथीहरु ट्राफिकले सिद्रा खिन्दैछ बिहानको 8 बजिसक्यो अहिलेसम्म दोकानहरु खुलेको छैन यतातिर सुनसान छ हाम्रो मामालाई चाहिँ म वालफेयरमा लिएर आएको छु वालफेयरमा पुऱ्याइराखेर म चाहिँ फर्किने पछाडि हुनुहुन्छ मेरो मामा पेसेन्जर मामा चाहिँ वालफेयर बाहिर खिच्नु दिँदैन होला क्यामेरा निकालेर यही चाहिँ खिच्नुमा देखाउँछु ल कति टाइम लाग्छ मामा टाइम लाग्छ ए ल हुन्छ उसो म जान्छु है श्रीलाई लिएर आएको थिएँ यहाँ वेलफेयरमा जाँदैछु ल मामा अस्ति फोटो खिच्दैन अस्ति मेरो 98,000 सोफरीमा हरायो हो र टेम्पोमा चढ्नुपर्छ नि झरेको थाहा पाउँछ मामाको 98,000 हरायो अरे अस्ति सफारीमा चढ्दा नि 6 गते 6 गते है टेम्पोमा चढ्यो भने थाहा हुन्छ बिचारा हाम्रो मामाको भेट्नु भएन है ल साथीहरु म चाहिँ वालफेयरमा मामालाई पुऱ्याएर लाउरे मामालाई पुऱ्याएर फर्किँदैछु बिचाराको 98,000 नि हरायो अरे सफारीमा कुन चाहिँ पेसेन्जरले लग्यो होला नि सफारी ड्राइभरले पनि पछाडि खासै हेर्दैन अब हाम्रो टेम्पोमा नि खासै हेरिँदैन त्यस्तै त होला कुन चाहिँको दसैँ पल्ट्यो ल साथीहरु अब खाना आएको छु है ड्युटी आधी ड्युटी गरेर अब आधी ड्युटी फेरि बाँकी छ खाना खाएर अब फेरि ड्युटीतिर जानु पर्यो साथीहरु यस्तै छ अहिले 12 बजिसक्या छ है खाना खाने टाइम 12 बजी भयो आजको
ल साथीहरू, कोपीको तरकारी, अचार, दाल छँदैछ। ल साथीहरू है त, खाएर अब जानु पर्यो ड्युटी। जहिले ड्युटी जा आइज, ड्युटी जा आइज, यो दुखी जिन्दगीलाई कहिले नछोड्ने भयो कामले साथीहरू। पसिनै पसिना भयो, पिरो अलि पिरो भयो। अलि पिरो भएछ। ढिलै बनाइदिए साथीहरू। ल साथीहरू, आजको भिडियो यति नै हुनसक्छ है। अब राम्रो भेटिहाल्यो भने थपौँ ल, होइन भने भिडियो चाहिँ यति नै। यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मलाई सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। तपाईँको च्यानल छ भने मलाई कमेन्ट गर्नु होला, भिडियो हेरिदिनु होला। म पनि तपाईँको भिडियोमा आएर तपाईँलाई सपोर्ट गर्नेछु। र यदि मेरो पुरानो सब्सक्राइबर मित्र हुनुहुन्छ भने कृपया आफ्नै नेपाली दाजुभाइ सम्झेर, आफ्नै नेपाली दाजुभाइले गरी खाओस् भनेर यसो भिडियोलाई चाहिँ स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म चलाइदिनु होला भन्दै आजको भिडियो चाहिँ यहीँ समाप्त हुन सक्छ। हस्त, जय नेपाल।